ठेकेदारले के को ठेकेदार को चाहिँ माला लाइन बसिरहेको भएको छ हेर्दैन अनि त्यसपछि भयो के त्यसपछि चाहिँ उहाँको अब त्यसले कहाँबाट आदेश पायो कसले आदेश दिएको त्यो सबै कुरा जान्नु पर्यो हामीलाई थाहा हुनु पर्यो कि उहाँको जागिर खारिज हुन्छ अब जागिर खारिज उहाँको जागिरै खारिजको माग गर्नुहुन्छ तपाईँ हजुर हजुर चाहिँ गल्ती गर्नुभएको छ हाम्रो माता हाम्रो दुर्गा माताको फोटो च्यात्ने अनि त्यति पावर विराटनगरमा आएर हाम्रो दुर्गा भगवानको फोटो च्यातिदिने के हो यो गुन्डागर्दी होइन सिधा उसले के भन्छ उसको भनाइ के भन्छ पैसा चाहियो म महानगरपालिकाको ठेकेदार हो मलाई पैसा चाहियो बोर्ड लगाएको हुडिङ बोर्ड लगाएको कमिसनको लागि कमिसनको बोर्ड हो त हामीले अब हामी कानुनी प्रोसेसमा हामीले चाहेको भए त्यसलाई विचारलाई हडमान बनाउँदै ल्याउन सक्थ्यौँ तर त्यो गरेनौँ हामीले इज्जत पूर्वक त्यसलाई कानुनको हवाला गर्यौँ होइन समय त हुनुपर्छ होइन सम्मिलित गर्यौँ हामीले उग्रसुप हामीले चाहेको त्यसलाई विचारदै ल्याउन सक्थ्यौँ तर त्यो नगरेर हामीले इज्जतपूर्वक प्रहरीको अगाडि ल्याएर जिम्मा लगायौँ यहाँ प्रहरी थुनामा कतिजना हुनुहुन्छ थुनामा 2 जना च्यात्ने मान्छे परिषद र एकजना जुन च्यात्न निर्देशन दिने मान्छे त्यो मान्छे अहिले यहाँ छ अब यो तिनटैलाई हामी जिल्ला प्रहरी कार्यालय लग्दैछौँ कारबाही 3 जनालाई कारबाही गर्ने कारबार मात्र होइन त्यो जुन ठेकेदार जुन नगरपालिका कर्मचारी छ नि त्यसको त्यो जागिर पनि खारिज हुन्छ जबसम्म हुँदैन तबसम्म हामी पुरा हुन्छ जसरी पनि तपाईँहरूको माग रहेको छ जसरी पनि अहिले हामी हेर्न सक्छौँ वडा प्रहरी कार्यालय विराटनगरमा चाहिँ अहिले यहाँको माहौल एकदमै भनौँ न यो घटनाले गर्दाखेरि यहाँ चाहिँ अहिले सबै विराटनगरका युवाहरू चाहिँ वडा प्रहरी कार्यालय आइपुगेका छन् र यहाँ चाहिँ अहिले जुन विराटनगर काली मन्दिर अगाडि जुन एउटा सबैको श्रद्धाको आस्था रहेको छ काली मन्दिरको अगाडि हिजो राति रोयल प्लानर्स र हाम्रो विराटनगरद्वारा जुन ब्यानर त्यहाँ टाँगिएको थियो त्यो ब्यानर चाहिँ एउटा त्यहीका महानगरपालिका विराटनगर महानगरपालिकाका ठेकेदार भनिनेले उहाँले खटाइएको 2 जना व्यक्ति र उहाँ जम्मा 3 जनाले चाहिँ त्यो ब्यानर च्यातिएको थियो र त्यो कुरामा विवाद हुँदा चाहिँ यतिखेर चाहिँ वडा प्रहरी कार्यालयमा यो विषयमा चाहिँ अहिले विवाद चर्किएको छ र 2 जनालाई चाहिँ प्रहरीले चाहिँ नियन्त्रण